अमेरिकामा फैलिएको भीषण शीतकालीन आँधीका कारण देशभर करिब 20 करोडभन्दा बढी मानिस प्रभावित भएका छन्। आर्कान्सास लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ भने आँधीको प्रभावका कारण कम्तीमा 18वटा राज्यले सङ्कटकाल घोषणा गरेका छन्। राहत र उद्धारका लागि 9वटा राज्यले नेशनल गार्ड समेत सक्रिय गराएका छन्। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार यो आँधी सोमबारसम्म दक्षिणी रकी पर्वतमालादेखि न्यू इङ्ल्यान्डसम्म फैलिनेछ। यो दीर्घकालीन र शक्तिशाली आँधीले व्यापक रूपमा भारी हिमपात, असिना र जम्ने वर्षा ल्याउने चेतावनी दिइएको छ। पूर्वानुमान अनुसार यात्रामा अवरोध, लामो समयसम्म विद्युत आपूर्ति बन्द हुन सक्ने र ठूलो मात्रामा रुखहरू ढल्ने जोखिम रहेको छ। अत्यन्त न्यून तापक्रम, तीव्र हावा र खतरनाक विन्ड चिल अर्थात् हावासँगै महसुस हुने चिसोले जनजीवन कष्टकर बनाउने देखिएको छ। ज्यान नै जोखिममा पार्न सक्ने चिसो हावा हाई प्लेन्स र रकी क्षेत्रबाट पूर्वतर्फ सर्ने क्रममा छ, जसले 30 राज्यका 20 करोड मानिसलाई असर गर्नेछ। क्यानाडाको विनिपेगमा तापक्रम -25 डिग्री सेल्सियस र विन्ड चिलका कारण कतिपय स्थानमा -45 डिग्री सेल्सियससम्म झर्न सक्ने चेतावनी दिइएको छ। मिसोरीको सेन्ट लुइसमा तापक्रम -10 डिग्री र टेक्सासको ह्युस्टनमा 5 डिग्री सेल्सियससम्म ओर्लिने अनुमान छ, जुन औसतभन्दा निकै कम हो। आँधीका कारण सप्ताहन्तमा 10,000 भन्दा बढी उडानहरू रद्द भएका छन्। शनिबार 3,500 र आइतबार 6,500 भन्दा बढी उडान रोकिएका छन्। विशेष गरी डालास, फोर्ट वर्थ र चार्लोट डगलस विमानस्थल बढी प्रभावित भएका छन्। डेल्टा र अमेरिकन एयरलाइन्सले यात्रुहरूलाई निशुल्क उडान गर्ने सुविधा दिएका छन्। यस्तै 84,000 भन्दा बढी ग्राहक विद्युत सेवाबाट वञ्चित भएका छन्। यसमा टेक्सास, लुइजियाना, आर्कान्सास र क्यालिफोर्निया का बासिन्दाहरू बढी मारमा परेका छन्। न्युयोर्क सिटीका मेयर जोहरान मामदानीले शहरमा 8देखि 9 इन्चसम्म हिमपात हुन सक्ने र यो विगत 8 वर्षकै सबैभन्दा चिसो मौसम हुने बताएका छन्। न्यू जर्सी र न्युयोर्कका केही भागमा 10देखि 14 इन्च तथा दक्षिणी न्यू इङ्ल्यान्डमा 17 इन्चसम्म हिमपात हुन सक्ने अनुमान गरिएको छ। न्यू जर्सीको उत्तर पूर्वी भाग र न्युयोर्क सिटी सहित न्युयोर्कको दक्षिणी पूर्वी क्षेत्रमा 10देखि 14 इन्चसम्म हिमपात हुने सम्भावना छ। बोस्टन सहित दक्षिणी न्यू इङ्ल्यान्डमा 12देखि 17 इन्चसम्म हिमपात र प्रति घण्टा 30 माइलको वेगमा हावा चल्न सक्नेछ। अमेरिकाले अहिले अत्यन्तै खतरनाक शीतकालीन आँधीको सामना गरिरहेको छ। अधिकारीहरूले सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न नागरिकहरूलाई आग्रह गरेका छन्।